हेलो ह्याप्पी न्यू एभ्रिवान। आज चाहिँ लक्ष्मी पूजा थियो। लक्ष्मी पूजाको दिन चाहिँ फुलहरू उनी ढोकालाई अनि त्यो कलशहरूलाई अनि त्यहाँबाट चाहिँ मैले रङ्गोलीको तयारी गरेँ। रङ्गोली बनाएँ अनि पूजा गरेँ अनि रोटी बनाएँ अनि त्यहाँबाट रोटी चाहिँ मैले जस्ट ट्राई गरेँ। मम्मीले बनाउनु भयो, कस्तो राम्रो भएको थियो रोटी। हेर्नु न कस्तो मजाले खाडा उम्रिएको छ क्या रोटीको प्रत्येकमा। एउटै साइजको कस्तो सही भएको थियो। अनि त्यहाँबाट चाहिँ भोलिपल्ट टिकाको दिन टिका रेडी गरेँ, कलश रेडी गरेँ अनि म तयार भएँ। मेरो ओटिटी चाहिँ म चाहिँ ऐनामा हेरेर गर्ने हो कि फेरि आफू चाहिँ लास्टै अरूभन्दा लास्टै चाहिँ जस्तो लाग्छ। हल्का फोटोसुट गरेँ, यसो चटक गरेँ, भिडियो क्लिक गरेँ। त्यही हो, एक्लै थिएँ अनि तर फोटोहरू आफैले क्लिक गरिरहेको थिएँ अनि त्यसपछि चाहिँ भाइ मसलाहरू रेडी गरेँ अनि यसपालि चाहिँ दिदीलाई लास्टै मिस गरेँ। मिच्छु दिदी। अनि त्यहाँबाट चाहिँ टिका लगाएको पैसा मेरो चाहिँ अब त जोडौँ। अनि फोटोसोटो खिच्यौँ अनि त्यहाँबाट तिहार सकियो। ह्याप्पी तिहार एभ्रिवान वन्स अगेन।